कहिलेकाहीँ जीवन बदल्ने कुरा ठुलो आवाजमा आउँदैन। सानो सानो फोनको घन्टीले पनि मानिसको भाग्यको दिशा बदलिदिन सक्छ। म्यान पावरमा कागज बुझाएको दिनदेखि दिनहरू गन्दै बितिरहेका थिए। सुरुका दिन नयाँ नयाँ ठाउँ, नयाँ नयाँ वातावरण र काठमाडौँ हेर्दै बितेका थिए। तर जब दिनहरू बित्दै गए, मनमा एउटा अनौठो बेचैनी बढ्न थालेको थियो। बिहान आँखा खुल्ने बित्तिकै पहिलो सोच त्यही हुन्थ्यो, आज कुनै खबर आउँछ कि आउँदैन होला। काकाको कोठामा बिहानको चिया खाँदै गर्दा कहिलेकाहीँ उहाँ भन्नुहुन्थ्यो, धेरै सोचेर बस्नु हुँदैन, प्रक्रिया आफ्नो गतिमा हुन्छ। म पनि टाउको हल्लाउँथेँ, तर मनलाई सम्झाउन सजिलो कहाँ हुँदो रहेछ र। जीवनको एउटा ठुलो निर्णयको ढोकामा उभिएको थिएँ। अगाडि के छ थाहा थिएन, तर पछाडि फर्केर बाटो पनि त्यति सजिलो थिएन। ती दिनहरूमा मैले काठमाडौँलाई नजिकबाट चिने। गाउँबाट आएका मान्छेहरू सुरुमा ठुलो र चम्किलो देखिने, यो सहरभित्र पनि आफ्नै सङ्घर्ष रहेछ। बिहानै काममा निस्कने मानिसहरू, साँझ थाकेर फर्कने मजदुरहरू, सानो कोठामा सपना बोकेर बस्ने युवाहरू सबै आआफ्नो यात्रामा थिए। त्यो भिडमा म पनि एउटा सानो पात्र बनेको मात्रै थिएँ, तर मेरो मनभित्र ठुलो सपना बोकेको थिएँ। कहिलेकाहीँ काकाको कोठामा बसेर हामी विदेश गएका मानिसहरूको कुरा गर्थ्यौँ। कसैले कोरियामा राम्रो कमाइ गरिरहेको कुरा सुनाउँथ्यो, कसैले सुरुका दिन निकै गाह्रो भएको कुराहरू सुनाउँथ्यो। म सबैको कुरा ध्यान दिएर सुन्थेँ। मनमा उत्साह पनि आउँथ्यो, डर पनि लाग्थ्यो। आखिर अब केही दिन पछि म पनि त्यही बाटो हिँड्नेवाला थिएँ। 14औं दिन नजिकिँदै गएको थियो। एक बिहान म्यान पावर बुझ्न जाने भनेर सोच गर्दै थिएँ। त्यही बेला अचानक मोबाइलको घन्टी बज्यो। त्यो समय मोबाइल आउनु पनि अहिले जस्तो सामान्य थिएन। फोन बज्दा मन नै एकछिन रोकिए जस्तो भयो। स्क्रिन हेरेँ, म्यान पावरको नम्बर रहेछ। केही क्षण हात नै अघि बढेन। मनमा अनेक कुरा आए। के खबर होला भनेर एकैछिन सोची बसेँ। अन्ततः मैले फोन उठाएँ। उताबाट आवाज आयो, हेलो कृष्णजी, हजुर बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु। तपाईँको भिसा आएको छ, भोलि अफिस आउनुहोस् है। त्यो एउटा वाक्य सुन्न साथ केही क्षण म चुपचाप भएँ। मैले केही जवाफ दिन पनि भ्याइनँ, जवाफ दिन पनि सकिनँ। यति दिनदेखि कुर्दै आएको खबर यति सजिलै आएको थियो कि मैले केवल यति भने, हजुर धन्यवाद। फोन काटेपछि केही बेर त्यहीँ उभिरहेँ। काकाले मेरो अनुहार हेरेर सोध्नुभयो, के भयो, फोन कसको थियो? मैले मुस्कुराउँदै भने, काका, भिसा आएछ। उहाँको अनुहार पनि एक्कासी खुसीले भरियो। उहाँले मेरो काँधमा हात राख्दै भन्नुभयो, ल अब तिम्रो यात्रा साँच्चीकै सुरु हुने भयो। त्यो दिनको खुसी शब्दमा बयान गर्न गाह्रो थियो, तर त्यो खुसीसँगै मनमा अर्को भावना पनि थियो। अब साँच्चै घर परिवार र आफ्नो देश छोड्ने दिन नजिक आएको रहेछ। भोलिपल्ट बिहान म फेरि काकाको मोटरसाइकलमा म्यान पावर गएँ। बाटोभरि मेरो मनमा धेरै कुराहरू खेलिरहेका थिए। केही दिन अघि यही बाटोमा पहिलो पटक डराउँदै आएको थिएँ। आज फेरि त्यही बाटोमा एउटा नयाँ भविष्यको खबर लिन जाँदै थिएँ। म्यान पावर पुगेपछि पहिलो जस्तै भिड थियो। मानिसहरू आफ्नो आफ्नो काममा व्यस्त थिए। म चाहिँ रिसेप्सनिस्टतिर गएँ। त्यहाँ त्यही युवती कम्प्युटरमा काम गरिरहेकी थिइन्। मलाई देखेर उहाँले हल्का मुस्कुराउँदै भन्नुभयो, बधाई छ कृष्णजी। मैले अचम्म मान्दै हेरेँ। उहाँले फाइल मिलाउँदै भन्नुभयो, तपाईँको भिसा आएको छ। मैले भनेको थिएँ नि,
तपाईँको प्रोसेस राम्रोसँग अगाडि बढिरहेको छ भनेर। मैले पनि मुस्कुराउँदै धन्यवाद दिएँ। त्यो भेट पनि सामान्य नै थियो, केही मिनेटको कुरा, तर जीवनमा केही मानिसहरू छोटो समयका लागि भेटिन्छन्, तर उनीहरूको उपस्थिति कुनै कारणले सम्झनामा बस्छ। त्यसपछि मैले आवश्यक कागजहरू लिएँ, हातमा भिसाको खबर थियो, तर मनभित्र अब अर्को यात्रा सुरु भइसकेको थियो। अब तयार गर्नुपर्ने कुराहरू धेरै थिए, टिकट, सामान, घरमा खबर र अन्तिम बिदाईको लागि तयारी। म्यान पावरबाट बाहिर निस्कँदा काठमाडौँको त्यही भिड, उस्तै गाडीहरू उस्तै चलिरहेका थिए, मानिसहरू उस्तै हतारमा थिए, तर मेरो नजर बदलिएको थियो। केही दिनअघि अपरिचित लागेको यही सहर अब मेरो जीवनको एउटा महत्त्वपूर्ण अध्याय बनेको थियो। मोटरसाइकलमा काकाको पछाडि बस्दै गर्दा मनमा नै सोचेँ,